हेलो नमस्ते जोडले फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। सो आज म फेरि हजुरहरूको सामु भिडियो लिएर आउँदैछु। हजुरहरू सबैजना आरामै हुनुहुन्छ होला, म पनि एकदमै ठिक छु हैन। सो आज चाहिँ हाम्रो यात्रा कहाँसम्म हुन्छ हेर्दै गर्नु होला साथीहरू। चाहिँ छोडेर जान लाग्यो नानीलाई, हामी चाहिँ जान लाग्यो। मम्मी चाहिँ नानीलाई हेर्दै छ। ल मम्मी राम्रोसँग हेर्नु है नानीलाई। ल हामी चाहिँ गएर आउँछौँ है त। साथीहरू हाम्रो चाहिँ यहाँ ए भानुभली छ। ल यो धुनाउनु न। चामल हाल्नु भयो ए ल भान्जी हेरिदिनु है। साथीहरू हामी चाहिँ लागेको ल। म पनि हेलमेट लाउनु पर्ने रहेछ है, कस्तो चिसो भयो के। साथीहरू हामी चाहिँ अब घाँसे कुवातिर पुग्न लाग्यौँ। सो मेरो भिडियो हेर्दै गर्नु होला साथीहरू। अब हामी चाहिँ यो 17 आइपुग्यौँ एम्पा घाट। फाइनली साथीहरू हामी चाहिँ यो के भन्छ आबु खैरेनी नै भन्छ नि, आबु खैरेनीको ड्याममा आइपुग्यौँ। सो हामी चाहिँ अक्कालातर्फ लाग्दैछौँ सधैँ। बाटो त तर सबै कच्ची नै हो जस्तो लाग्यो मलाई। मैले एकचोटि आएको टाढा छ नि हौ, वहाँ त छनक्कै सबै घुमेर जानुपर्छ अन्त। धुलो हाम्रो कति हो ओइ पानी त सुकाएको हो कि क्या हो सुदन? सफा गरेको राम्रो। ओइ सबै यस्तो पो हुँदो रहेछ त। ए कति नराम्रो भएको त, पानी भएको बेला त यहाँसम्म आइपुग्छ त। यो पानी खोइ त अनि जम्मा भएको पानी त्यही त। अनि खोला खोइ त, खोला भन्न खोजेको म। ए भगवान्, हामी आएको बेला त यहाँ पुरै पानी थियो के। हे भगवान्, हेर्नु त साथीहरू केही छैन हौ। यो ड्याम त सबै पानी सुकेछ नि, नत्र कस्तो राम्रो थियो क्या। पानी भएको बेला त कस्तो दामी हुन्छ नि। यता घुम्ने खोइ त मान्छेहरू देखेन न हामीले त। ए खोला त यहाँ रहेछ नि, यताबाट लगाएको रहेछ के। ए मैले बुझेँ, के भन्छ यहाँ के अरे यता ताल भएको बेला चाहिँ यहाँबाट नि लाउँछ है पानी हो। नत्र बाजेहरू उता गयो त यही बाटो त आउँदैछ नि। कतिहरू यस्तो छ है। म चाहिँ एक्लै चाहिँ सक्छु, तर डबल चाहिँ सक्दिनँ यो बाटो। सुदालाई चाहिँ सक्दैन, हामी आमा छोरी त सकिन्थे। हेर्नु त पानी हाम्रो यहाँ त कस्तो है, कति राम्रो थियो नत्र त। कस्तो बाटो त कस्तो मर्सेङ्गी। यो मर्सेङ्गी हो। यता पारी कट्ने हो क्या। अब पारी हिँड्नु न। उयो हाम्रो यत्रो बाटो हिँड्दै आएको है। आमा मेरो छोरीको याद आयो मलाई यो बच्चा देख्दाखेरि। यस्तो खाले यस्तो बनाएछ है। अनि उयो पारीको बाटो जाने हो क्या। ओ ब्रेकर बाटो त डेन्जर छ है।
पहाडी त्यो के को गुम्बा रहेछ कस्तो राम्रो गुम्बा जस्तो हजुर पुरै अफ हो कि रोड त राम फेरि उतै पो रहेछ त बुढो किन होइन हो क्या हो भन्दैछु अनि यही हो कि यही हो कि मान्छे त गाडीको गाडी रहेछ त बन्द छ है तर अहिलेसम्म फिनिसिङ भएको छैन रहेछ त लिएर यस्तो पनि खाने हो होइन यो अहिले आएको छ ए सबै राखिदिनु न सबै भएको होला कति राख्छ राख है हुन्छ कति हो फाइनली साथीहरू अक्षता पनि के अरे यो सरदाम भन्दै के भन्छ किनिसक्यो है त हामी चाहिँ जाँदैछौँ मन्दिर चाहिँ यता छ सो हामी चाहिँ कति वर्ष अगाडि आएको थियौँ तर मन्दिर चाहिँ बनेकै रहेनछ हो बन्दै रहेछ क्या त्यताबाट हो क्या हो जान्छ जस्तो लाग्यो त्यताबाट हो उताबाट गएको जस्तो लाग्यो त्यही भएर चप्पलहरू कहाँ राख्ने हो लाइनमा बस्नु त म यो चप्पल निकाल्छु प्लास्टिक छ त सुजान चाहिँ हिँड्नु न हिँड्नु सुजान चाहिँ बिस्तारै कुखुरा बोक्दै हिँड्ने मन्दिर चाहिँ बनेकै रहेनछ फाइनली साथीहरू हामी चाहिँ पूजा सुजा गरेर पनि भ्याएर फर्किसकेँ है त मैले माथिबाट आएको भिडियो चाहिँ लिएन किनभने बाटो धेरै नै असिलो थियो क्या त्यही माथि सुजानले कुदै छ स्कुटी अन्त मलाई त फेरि भिडियो बनाउन नि डर लाग्यो सो त्यही भएर आजको यात्रा पनि अकाला देवी मन्दिरमा पूजा गरियो त्यसपछि फर्किँदैछौँ हजुरहरू के साथीहरू मेरो अवस्था चाहिँ यस्तो भएको छ मेरो लुक्स अब हामी चाहिँ यहाँ खाना चाहिँ कहाँ मिठो पाउँछ होला टक्क खाना खान्छौँ अनि जान्छु किनभने मेरो नानी पनि उठिसकेछ उसलाई सुताएर आएको अनि मेरो मम्मीले हेर्नु भएको छ जे होस् मम्मी छ र मलाई धेरै सुख भएको छ साथीहरू हरेक कुराहरू मम्मीले गरिदिनुहुन्छ है
नानी पनि त्यही भएर मसँग भन्दा पनि मम्मीसँग बस्न खोज्छ के म र मम्मी बस्यो भने मम्मीतिरै जान्छ के ऊ है मसँग चाहिँ नबस्ने रे मम्मीसँगै बस्न खोज्छ है सो त्यही भएर मलाई पनि सजिलो भएको छ किनभने सधैँ त छोडेर हिँड्दैन नि त कहिले कसै छोडेर हिँड्दा पनि मन त आत्तिन्छ त्यही पनि ऊ मम्मीसँग मान्छ के त्यही भएर मलाई चाहिँ अहिले चाहिँ अलिकति ढुकै छ है पहिला सानोबाटै छोडेर हिँडेको थिएँ कि मैले मेरो नानीलाई सानोबाटै छोडेर हिँडेको थिएँ अब जे होस् हल्का फुल्का सानोतिनो काम पनि गर्दैछौँ नि त यहाँ खाना पाउँछ अनि उता पाउँदैन हातले नै खान्छु खाना त ठिकै हुँदो रहेछ है यही ल साथीहरू मलाई सुजनले चाहिँ यहाँ खाना खुलाएर हिँडाइसके हामी टन्न खाना खाएँ होइन खाना खाएर नि हिँडिसके साथीहरू यो रहेको छ डुम्रे बजार म त उहाँ जाने भन्छु कि एकचोटि भयो एकदम छोडिदिनु अब ढिलो हुन्छ खोलेकै छैन होला त्यो पसल ए तर खोलेकै रहेन त भयो जाम एउटा पसल यो भाइरल जस्तै छ नि त यहाँ पसललाई भनेको बन्द रहेछ आज होली हो नि त त्यही भएर पसेन म अब सरासर जाने हो लौ न हामी त रङ साइड आयो क्या उतापट्टि होइन यही हो है साथी साथीहरू डुम्रे बजार पनि कट्यो डुम्रे बजार आइपुग्दा चाहिँ विशेष गरेर मेरो बुढालाई के कुराको याद आउँछ भने भनिदिनुहोस् न बुढा केही कुराहरूलाई यो डुम्रेमा भेटेपछि बन्दीपुर घुम्न गएँ होइन डुम्रेमा भेट भएर बन्दीपुर घुमेर आएर दमौली जानुभयो त्यस पछाडि उहाँ फर्स्ट टाइम के अरे भेट्ने बित्तिकै गएको भन्न त मिल्दैन उहाँहरू डुम्रे झरेर मलाई भेटेँ हामी पनि यहाँ आयौँ त्यसपछि बन्दीपुर गयौँ बन्दीपुरबाट दमौली उहाँहरू पनि जानुभयो अनि त्यसपछि भोलिपल्ट म फेरि उहाँसँगै गोर्खाको जे होस् डुम्रे बजारले पनि केही कुराहरूको डुम्रे बजार पनि हाम्रो लागि एउटा मेमोरी नै भएको छ किनभने डुम्रे बजारमा भेट भएर साथीहरू हाम्रो चिया चपहरू पनि आइसक्यो त्यो हाम्रो फेसबुकमा तर साथीहरू मिठो हुँदो रहेछ है त्यो खाइसकेपछि होला के साथीहरू हजुरहरू पनि आएर ट्राई गर्नु होला गरिसक्नु भयो होला प्रायः जस्तो साथीहरूले त है तर मैले चाहिँ खाएको थिएन यो फर्स्ट टाइम खाएको है ठिकै लाग्यो मलाई यो लङ सिगमेन्टहरूको गन्धै मन पर्दैन क्या खासै
हामी चाहिँ खाएर पनि हिँड्यौँ। अब चाहिँ म हजुरहरूलाई घर पुगेर मात्रै इन गर्नेछौँ त ल। अहिले चाहिँ बाई बाई। फाइनली साथीहरू हामी घर आइपुगिसके। मम्मीसँग चाहिँ मेरो पुकु चाहिँ खेल्दै छिन् होइन। मसँग भन्दा चाहिँ मम्मीसँग खेल्छ क्या अरे ऊ सानो। आज मामुले 4-5 घन्टा छोडिसके है पुकुलाई। सानो ह्याप्पी होली। ल ताली बजाऊ गीत सुनेर ताली बजाऊ। मम्मी एरो चाहिँ कतिको दुखा दियो तपाईँलाई? दिएर दुखै दिएन? हाम्रो नानी कस्तो नानी छ। ल छोरी पनि हेलो गाइस हेलो अम्बिलो जाको रे। हेलो गाइस हेलो गाइस हेलो गाइस हेलो गाइस हेलो नानी नानी। अब मेरो सानो त है के गर्ने कि। ल मेरो छोरीलाई म ह्याप्पी होली गर्दैछु ल। टिकी लाउने है मैले टिका किनेर ल्याइसकेको छु साथीहरू है। आज चाहिँ विशेष गरेर होली हो। म होली चाहिँ मेरो श्रीमानज्यूलाई ल आउनुहोस् त यता आउनु ल यता आउनु न अलि। ल ल सुजन थापा मगर ह्याप्पी होली। खै ह्याप्पी होली भनेको मलाई नि। ल ह्याप्पी होली एकछिन ल एकछिन ल। ह्याप्पी होली होइन कि यसरी होइन कि म लगाइदिन्छु नि। ह्याप्पी होली एकछिन ल। ल ल ह्याप्पी होली। ल सुजन खै ल ह्याप्पी होली। ल छोरी मेरो छोरीलाई ह्याप्पी होली। मेरो पुकेलाई ह्याप्पी होली ह्याप्पी होली। होइन कि यति त रङ्गाउनै पर्छ नि। ह्याप्पी होली। रङ्ग 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 होली रङ्ग रङ्ग। ल मम्मी हाम्रो मम्मी पनि ल है। ह्याप्पी होली बेबी। सेम टु यु भनेको खै नानीलाई सेम टु यु। ल ह्याप्पी होली पुकु खै सेम टु यु। के यु रे ल एकछिन एकछिन बेबीलाई रङ्गाइदिन्छु नि। एकछिन यो कलर है अब पिङ्की है पिङ्की ल। ह्याप्पी होली ह्याप्पी होली। ल ह्याप्पी होली नमस्ते गर्दै ल ह्याप्पी होली नमस्ते। ल भयो। यिनी बाबा छोरी त सेम देख्छ त हो। ओहो कता हो हेर्नै साथीहरूमा पनि होली। ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली। Hey. Baby, what is your name? My name is Sutade. राम्रोसँग My name is Sutade. My name is Susan Hale. Hello guys. Hello guys. Hello. Hello Nani. Hello. फाइनली साथीहरू हामी चाहिँ घर पनि आइसके। घर आएर टिका सिका लाएर पनि पुसेर पनि भइसके। सो हजुरहरू पनि राम्रोसँग होली मनाउनु होला इन्जोय गर्नु होला भन्दै आजको भिडियो हजुरहरूलाई के कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुल्नु होला र मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै म हजुरहरूको सामु बिदा माग्न चाहे। हवस् धन्यवाद बाइ बाइ।